खप्तड बाबाद्वारा रचित स्वास्थ्य विज्ञान 9। फोक्सो, छाती आदि रोगका लागि। पेट फुलाउनु। गर्दन, कम्मर, शिरलाई एकै रेखामा राखी सिधा हुनु। दुवै नाकको प्वालबाट पुरा सास बाहिर निकाली पेटलाई दुवै हातले थिच्दै बिस्तार बिस्तार दुवै नाकले सास भर्दै पेटलाई फुलाउनु। यस प्रकार सास भर्दा केवल पेट मात्र फुलोस्, करङ, छाती आदि बिल्कुल फुल्न नपाओस्। सास भरिसकेपछि भरसक केही बेर सासलाई त्यहीँ रोकिरहनु। त्यसपछि बिस्तारै दुवै नाकबाट सास बाहिर छोड्नु। पेटलाई भरसक दुवै हातले थिचेर भित्रतिर खुम्च्याउनु। यस्तो प्रक्रिया 5-6 पटक गर्नु। छाती फुलाउनु। दुवै हातको हत्केलाले छातीलाई घाँटीको हाड गर्दनतिर थिची बिस्तार बिस्तार सास खिच्दै भरसक छाती फुलाउनु। करङ र पेट भने बिल्कुल नफुलोस्। केही बेर सास रोकेर बिस्तार बिस्तार सास बाहिर छाड्नु। छातीलाई खुब खुम्च्याउनु। यो प्रक्रिया 5-6 पटक गर्नु। पुरा गहिरो सास लिनु। उक्त प्रक्रियाको अभ्यासपछि दुवै नाकको प्वालबाट पुरा गहिरो सास लिनु। यसरी कि पहिले पेट अनि करङ अनि अन्तमा छातीसम्म पुरा फुलोस्। केही बेर रोकिएर यसरी दुवै नाकको प्वालबाट बिस्तार बिस्तार सास बाहिर निकाल्नु। जसरी पहिले छाती अनि करङ र अन्तमा पेट खुम्चिएर मेरुदण्डमा लाग्न पुगोस्। यो प्रक्रिया 5-6 पटक गर्नु। यो प्रक्रिया गर्नाले सब प्रकारको रोग र निर्बलता हटेर शरीर स्वस्थ र निरोग हुन्छ। 10. आजभोलि प्राय सबै कोष्ठबद्धादि कब्जियत पेटको रोगबाट पीडित छन्। उनीहरूको लागि मांसपेशीको 3 प्रकारको व्यायाम अत्यन्त उपयोगी छ। उड्डियान बन्ध। दुवै घुँडा मोडेर पैतालालाई परस्पर मिलाएर बस्ने। सासलाई बिस्तार बिस्तार पुरा बाहिर निकालेर बाहिर नै रोक्ने। यस स्थितिमा पेटको नाभि स्थानदेखि तल र माथिको 8 अङ्गुल भागलाई बलपूर्वक माथितिर खिचेर मेरुदण्डमा यसरी ल्याउनु कि पेट खाडल जस्तो देखा परोस्। जति पेटलाई भित्रतिर खिच्न सकिन्छ त्यति नै राम्रो हुन्छ। यस प्रक्रियाद्वारा वीर्य माथि जान्छ, मन्दाग्नि नाश हुन्छ, भोक बढ्छ, फोक्सो शक्तिशाली हुन्छ। दुवै हातलाई दुवै घुँडामा राखी खडा हुने र यस स्थितिमा रहेर नाभिको ग्रन्थीलाई मेरुदण्डसम्म पुर्याउने। यस्तो 100 पटक गर्नु अर्थात् पेटलाई यसरी बारम्बार फुलाउनु र खुम्च्याउनु कि नाभि ग्रन्थीले पीठमा छोस्। यसबाट शरीर सम्बन्धी रोगहरू नष्ट हुन्छन् र जठराग्नि प्रदीप्त हुन्छ। नयनी क्रिया। यस क्रियालाई एकपटक गर्न कठिन छ, अतः 3 भागमा विभक्त गरी गर्नु बेस हुन्छ। क. सिधा खडा भएर पेटको वायु पूर्णतया बाहिर निकाल्नु। फेरि त्यसै स्थितिमा दुवै हात घुँडामा राखी पुरा उड्डियान गरेर अर्थात् पेटलाई बिल्कुल पीठमा मिलाएर दुवैतर्फ समान मांसपेशीहरू उफारिन्छन्। पहिले पुरा उड्डियान अभ्यास पक्का गर्नुपर्छ। त्यसपछि समान मांसपेशीहरू स्वतः बाहिर उठ्न थाल्छन्। ख. एक समान मांसपेशीलाई बारम्बार निकाल्नु र घुमाउनु पर्छ। अर्थात् पहिले निकाल्ने अभ्यास गर्नुपर्छ अनि घुमाउने अभ्यास गर्नुपर्छ। ग. दुवै समान मांसपेशीहरूलाई बाहिर निकालेर पहिले एकातर्फ र अनि अर्कोतर्फबाट घुमाउने गर्नुपर्छ। यी क्रियाहरू बिहान खाली पेटमा शौच आदि क्रिया गरिसकेपछि गर्नुपर्छ। यो क्रिया हठयोगको क्रियामा सबैभन्दा उत्तम मानिन्छ। यसबाट पेटको गोला, मन्दाग्नि, आमवात, कोष्ठबद्धता अर्थात् कब्जियत, संग्रहणी आदि रोगहरू नष्ट हुन्छन् र वात, पित्त, कफ त्रिदोष एकैसाथ हट्दछन्। जल चिकित्सा। हिप बाथ। बिहान शौचादि क्रिया सकेर खाली पेट, छाती र खुट्टा बाहेक नाभिसँगैको पेटको भागलाई चिसो पानीमा राखेर नाभिको तल्लो भागमा चारैतर्फ कपडा फिजाएर ठन्डा पुर्याउनु।
यसपछि व्यायाम गर्नु अथवा घुम्नु। सूर्य स्नान। बिहान कुनै मसिनो कपडा, रेशमको रातो अथवा पहेँलो रङको बेस हुन्छ, ओढेर घाममा केही बेर बस्नु। वाष्प स्नान, स्टिम बाथ। कहिले कहिले अथवा ज्वरो आदि रोगले ग्रस्त भएमा बेथको मेचमा चारैतर्फ कम्बल अथवा कपडा राखेर एउटा ओढ्ने ओढेर बन्द कोठामा बस्नु। एउटा चुल्होमा एक पानी भरिएको भाँडो मुख बन्द गरेर बेथको मेचको तल राखिदिनु। जब पानी तातेर खुब बाफ आउन थाल्दछ अनि बिर्को झिकेर बाफ लिनु। पसिना बिल्कुल सुकेपछि र शरीर ठन्डा भएपछि बाहिर अथवा त्यस समयमा हिप बाथ लिनु। सूर्य चिकित्सा। सूर्यको किरणलाई विशेष रङको ऐनाद्वारा मनुष्यको पीडित अङ्गमा राख्नु र उसलाई जल, तेल आदि पदार्थमा आकर्षण गरेर उसको स्वास्थ्य सुधार र रोग निवारणमा प्रयोग गर्नु अत्यन्त प्रभावशाली सिद्ध भएको छ। यसलाई सामान्य रूपमा तल देखाइन्छ। तत्त्व 5 छन्। यिनीहरूको रङ्ग, चिन्ह, स्वाद, गति, परिमाण आदि यस प्रकार छन्। तत्त्वको नाम। पृथ्वी, रङ पहेँलो, आकार चतुष्कोण, स्वाद गुलियो, गति अग्रगति, परिणाम 12 अङ्गुल, स्वभाव गरुङ्गो, कार्य स्थिर कार्य। जल तत्त्व। तत्त्वको रङ सेतो, आकार अर्धचन्द्राकार, स्वाद खल्लो। जल तत्त्वको गति अधोगति। जल तत्त्वको परिणाम 16 अङ्गुल। जल तत्त्वको स्वभाव शीतल र जल तत्त्वको कार्य चरकार्य। अग्नि तत्त्वको रङ रातो। अग्नि तत्त्वको आकार त्रिकोण। अग्नि तत्त्वको स्वाद पिरो। अग्नि तत्त्वको गति ऊर्ध्वगति। अग्नि तत्त्वको परिणाम 4 अङ्गुल। अग्नि तत्त्वको स्वभाव ताप र अग्नि तत्त्वको कार्य क्रूर कार्य। वायु तत्त्वको रङ धूम्र मेघ जस्तो। वायु तत्त्वको आकार षटकोण। वायु तत्त्वको स्वाद अमिलो। वायु तत्त्वको गति 1300। वायु तत्त्वको परिणाम 8 अङ्गुल। वायु तत्त्वको स्वभाव चञ्चल। वायु तत्त्वको कार्य शारीरिक व्यायाम आदि। आकाश तत्त्वको रङ मिश्रित रङ। आकाश तत्त्वको आकार बिन्दु बिन्दु जस्तो। आकाश तत्त्वको स्वाद तितो। आकाश तत्त्वको गति सबै तत्त्वको मिश्रित गति। आकाश तत्त्वको परिणाम दुवै नाकभित्र। आकाश तत्त्वको स्वभाव सबै तत्त्वसँग मिलेको। आकाश तत्त्वको कार्य सबै तत्त्व, ध्यान योग ध्यान आदि। 12 शरीरमा यी तत्त्वहरूको स्थिति तथा क्षतिपूर्तिको लागि निर्माण केन्द्रहरू क्रमशः यस प्रकार छन्। पृथ्वी तत्त्वको गुदामूल, यौगिक भाषामा यसलाई मूलाधार चक्र भन्दछन्। जल तत्त्वको लिङ्गमूल, जसलाई स्वादिष्ठान चक्र भन्दछन्। अग्नि तत्त्वको नाभिमूल, जसलाई मणिपुर चक्र भन्दछन्। वायु तत्त्वको हृदयस्थान, जसलाई अनाहत चक्र भन्दछन्। र आकाश तत्त्वको भूमध्य आँखीभौँ माझ, जसलाई आज्ञा चक्र भन्दछन्। यी चक्रहरूको मूल केन्द्र मेरुदण्डमा तिती स्थानको ठिक सामुन्ने हुन्छन्। शरीर विज्ञानमा यिनलाई प्लेक्सुस भनिन्छ। यी 5 चक्र, 5 तत्त्वहरू, 5 ज्ञानेन्द्रियहरू, 5 तन्मात्राहरू, 5 कर्मेन्द्रियहरू, 5 प्राणहरू, अन्तस्करण, वर्ण, स्वर तथा 7 लोकहरूका मण्डल हुन् र अनेक प्रकारका प्रकाश तथा विद्युतले युक्त छन्। यो रोगको अति रहस्यमय विषय हो। यिनै तत्त्वहरूद्वारा शरीर निर्मित छ। यसै कारण यी तत्त्वहरूको स्वाभाविक परिणाममा न्यूनता अथवा अधिकता नै अस्वस्थताको कारण हो। कुन तत्त्व बढेको छ र कुन तत्त्व घटेको छ भन्ने कुराको परीक्षा नङ, पिसाब, दिशा आदिको रङबाट गरिन्छ। लाल रङको कमीमा आँखा र नङ निलो रङको हुन्छ। दिशा तथा पिसाब सफेद अथवा
केही नीलो रङको हुन्छ। नीलो रङको कमीमा आँखा गुलाबी रङ, नङ रातो, दिशा र पिसाब केही रातो अथवा पहेँलो हुन्छ। यस्तै प्रकारले मनुष्यको मुखको स्वाद, स्वभाव, सासको गति र नाडीको चालबाट पनि तत्त्वहरूको जाँच गरिन्छ। यदि कुनै तत्त्वको स्वाभाविक अवस्थामा कमी छ भने त्यहाँ तत्त्वको रङलाई सूर्यको किरणका माध्यमले रुग्ण शरीरमा प्रवेश गराएर पुरा गरियो भने रोग निवृत्त हुन सक्दछ। विशेष रङलाई सूर्यको किरणद्वारा शरीरमा पुर्याउने धेरै उपायहरू पत्ता लगाएका छन्। तीभन्दा सबैभन्दा सरल 4 छन्। विशेष रङको सिसा ऐनाद्वारा सूर्यको किरण रुग्ण शरीरमा पुर्याउनु अथवा त्यही रङको सिसा भएको लालटिनद्वारा त्यस रङको प्रकाश पुर्याउनु। 2. विशेष रङको सफा बोतलमा ताजा या वर्षाको जल अथवा गङ्गा जल भरेर कर्क लगाएर 4-4 घण्टा 3-3 दिनसम्म घाममा राखेर त्यो पानी औषधिको रूपमा पिउनु अथवा रुग्ण स्थानमा लगाउनु। विशेष रङको बोतलमा मिश्री आदि पदार्थ अथवा औषधि राखेर कर्क लगाई 15 दिनदेखि 1 महिनासम्म घाममा राखी औषधिको रूपमा प्रयोग गर्नु। विशेष रङको बोतलमा सरसिउँ, तिल अथवा आलस आदिको तेल राखेर कर्कलाई कममा पनि 4 दिनसम्म घाममा राखेपछि त्यसलाई पीडित स्थानमा मालिस गर्नु। रङको प्रयोग: आसमानी, हल्का नीलो रङ जसमा रातोपन बिल्कुलै नहोस्, ठन्डा र कब्जा गराउने हुन्छ। यो रङ रातो रङको विरोधी हुन्छ। रातो रङ गरम स्वभावको हुन्छ, आउँ र कब्जियतलाई हटाउँछ। यसकारण गर्मीबाट भएको ज्वरो, आउँ, खटिरा आदि लाल रङको अधिकताले हुने रोगमा यस नीलो रङको प्रयोगबाट रोगहरू हट्दछन्। रातो रङ: यो रङ गरम स्वभाव र कब्जियतनाशक र विकृत पदार्थ निस्कारक छ। यसकारण ठण्डीको कारणले हुने पक्षघात, वात, सुन्निने आदि रोगहरूका लागि यस रङको प्रयोगबाट हट्दछन्। गाढा नीलो रङ: यो रङ गर्मी पुर्याएर विकृत पदार्थलाई फ्याँक्नुपर्ने अवस्थामा प्रयोग हुन्छ, जस्तो खोकी आदिमा। पहेँलो अथवा सुन्तला रङ: यो रङ गहिरो नीलो रङको अपेक्षा अधिक कब्जियत हटाउने, विकृत पदार्थलाई निकाल्ने हुन्छ। लुतो, कुष्ठ, रक्तविकार, कफ सम्बन्धी ज्वरमा उपयोगमा आउँछ। गर्मीबाट हुने लगभग सबै प्रकारको ज्वरो, शिरदर्द र अरू दुखेको ठाउँमा मालिस गर्नु, यस रङको प्रकाश पार्नु। निमोनियामा गाढा नीलो रङको बोतलको पानी पिउनु र रातो रङ बोतलको आलसको तेल छाती र करङमा मालिस गर्नु। मृगी रोगमा गाढा नीलो रङ अथवा हल्का नीलो रङको बोतलको पानी पियाउनु र यही रङको तेल मालिस गर्नु। यही रङको ऐनाको प्रकाश दिनु। ठण्डीको लागि हल्का नीलो रङको बोतलमा पानी पिउनु अथवा हल्का नीलो रङ र सुन्तला रङको बोतलको पानी मिसाएर पियाउनु। गाढा नीलो रङको बोतलको तेल शिर र कानमा मालिस गर्नु। हल्का नीलो रङको ऐनाको प्रकाश लिनु। सुक्खा खोकीको निम्ति गाढा नीलो रङको बोतलको पानी पिउनु र रातो रङको बोतलको तेल छातीमा मालिस गर्नु। कफ आउने खोकीमा सुन्तला रङको बोतल र गाढा नीलो रङको बोतल दुवै रङको मिश्रित पानी पियाउनु। रातो बोतलको तेलमा छातीमा मालिस गर्नु। दमको रोगमा सुन्तला रङको बोतलको पानी पियाउनु र रातो रङको बोतलको तेल छातीमा मालिस गर्नु। जुन रङको कमीले जुन रोग उत्पन्न भएको छ त्यही रङको ध्यान गर्नाले पनि रोगको निवृत्ति हुन्छ। यही वैज्ञानिक सिद्धान्तलाई दृष्टिगत गरी यो ग्रन्थहरूमा यी 5 तत्त्व र रङको ध्यान गर्ने विधि छ। सबै शरीर 5 भौतिक छन् र यी सबैमा 3 दोषहरू छन्: वात, कफ र पित्त। यी 5 तत्त्वको धारणाले अथवा यी तत्त्वको रङको ध्यानबाट तिनै दोषको शुद्धि हुन्छ। अग्नि रङ लालले वात दोष, पृथ्वी र जल पहेँलो र सेतो रङले कफ दोष, वायुले हरियो र नीलो रङ,
पित्त र कफ दोष र आकाश तत्त्वको ध्यानले तिनै दोषको सम्पूर्ण रोग नष्ट हुन्छन्। धेरै प्रसन्न चित्तले श्वेत, कृष्ण र रक्तवर्णको ध्येन गर्नाले शरीरका सबै विकारहरू नष्ट हुन्छन्। यसै कारण ब्रह्मा, विष्णु, शिव हिन्दूहरूको नित्य ध्येय देवता हुन्। नियम अनुसार त्रिसन्ध्या गर्नाले सबै रोगहरूबाट छुटकारा पाई स्वस्थ शरीरले जीवनयापन गर्न सकिन्छ। दुःखको कुरा के छ भने कतिपय व्यक्ति सन्ध्या गर्न चाहँदैनन् त कतिपय व्यक्ति सन्ध्या गर्छन् तापनि ठिक तरिकासँग गर्न जान्दैनन्। सन्ध्यामा प्राणायामको क्रिया बाँधिएको छ। प्राणायामको क्रिया र ब्रह्मा, विष्णु, महेश्वरसँगको ध्यानमा क्रमशः रातो, कालो र सेतो वर्णको ध्यान यी दुई कुरा महत्त्वपूर्ण छन्। त्रिसन्ध्यामा गायत्रीको ध्यानमा पनि यस्तै रङको ध्यान गर्नुपर्छ। आर्य ऋषिहरूको सन्ध्या पूजादिको उद्देश्य स्थूल बुद्धिले सम्झन सकिँदैन। हिन्दू देवी देवताका अनेक मूर्तिहरू र नाना वर्णहरू जो शास्त्रमा विधान गरिएका छन्, निश्चय नै यी सब व्यर्थ होइनन्। सबै प्रकारका धर्म साधना र तपस्याको मूल स्वस्थ शरीर नै हो। शरीर स्वस्थ रही धेरै दिन नबाँच्नाले धर्म साधना या अर्थ उपार्जन केही पनि हुन सक्दैन। असीम ज्ञान सम्पन्न आर्य ऋषिगणले शरीर स्वस्थ राख्न र परमार्थ साधन गर्न सहज उपाय स्वरूप देवदेवीहरूको नाना वर्ण निश्चित गरेका छन्। सन्ध्या उपासनादि समय श्वेत, रक्त र श्याम वर्णको ध्यान गर्नु आवश्यक हुन्छ। यसबाट वात, पित्त र कफ तिनै दोषको साम्य हुन्छ र शरीर स्वस्थ रहन्छ। सबैले उठेर श्वेत वर्ण, गुरु र रक्त वर्ण उनको शक्तिको ध्यान गर्नुपर्छ। ब्रह्मा, विष्णु, शिव मूर्ति अथवा गुरु र उनका शक्तिको ध्यान गरेर रूढिवादी बन्न हिचकिचाउने आधुनिक सभ्यताको धवला लोकमा बसेरै पनि श्वेत, रक्त र श्याम वर्णको ध्यान गर्नाले आशातीत फल प्राप्त हुन्छ। वर्णको ध्यान गरेर कसैको शरीर कालो हुँदैन, बरु जीर्ण शरीर स्वर्ण जस्तो चम्किने हुन्छ। 15. प्राकृतिक चिकित्सा। रक्त शुद्धि। नियमपूर्वक प्रतिदिन शीतली प्राणायाम गरेमा केही दिनमा रक्त शुद्ध हुन्छ र शरीर तेजस्वी हुन्छ। यो प्राणायामको नियम यस्तो छ, जिब्रोले वायुलाई खिचेर अर्थात् दुवै ओठ खुम्च्याएर बाहिरको स्वच्छ वायुलाई बिस्तार बिस्तार खिच्नुपर्छ। यसरी आफ्नो शक्ति अनुसार वायु खिचेर मुख बन्द गरी वायुलाई पेटमा पुर्याउनुपर्छ। त्यसपछि केही बेर यस वायुलाई भित्र रोकेर दुवै नाकबाट बाहिर निकाल्नुपर्छ। यस नियमले बराबर वायु खिच्दा केही दिनमा रक्त शुद्ध हुन्छ। यो क्रियाले अजीर्ण र कफ पित्तादि रोगहरू शान्त हुन्छन्। चर्म रोगको लागि सालमा आदि औषधिको अपेक्षा पनि यो शीघ्र फलदायक छ। फल दीर्घकालसम्म स्थायी रहन्छ। धेरै दिनरातमा कममा पनि 3-4 पटक, सधैँ दिनरातमा पनि कममा पनि 3-4 पटक 5-7 मिनट स्थिर भावले यो क्रिया गर्नुपर्छ। अवश्य नै जति धेरै गर्न सक्यो त्यति फाइदा हुन्छ। शुद्ध वायु भएको ठाउँमा स्थिरासनमा बसेर गर्नुपर्छ। यसरी वायु निस्किएपछि सुस्केर आदि गर्नु हुँदैन। यो कुरामा विशेष ध्यान दिनुपर्छ। खाना खाएको 3 घण्टापछि यो क्रिया गर्नु हुँदैन। विशेषज्ञसँग सिकेर गर्नु राम्रो हुन्छ। 2. ज्वरो होस् अथवा कुनै किसिमको पीडा होस् अथवा कुनै अरू रोग उत्पन्न भएको अथवा त्यसको पूर्वाभास भएमा उसबेला जुन नाकले सास चलेको छ त्यो नाक बन्द गर्नुपर्छ। जति दिन अथवा जति समयसम्म शरीर स्वाभाविक रूपमा अवस्थामा आउँदैन त्यति दिन वा त्यति समयसम्म त्यो नाक बन्द गर्नुपर्छ। यसो गर्नाले शरीर शीघ्र स्वस्थ हुन्छ। धेरै दिन रोग भोग गर्नु पर्दैन। नाक शुद्ध कपास या शुद्ध वस्त्रको गोली बनाएर बन्द गर्नुपर्छ।
शिरोवेदना भएमा दुवै हातको कुहिनाबाट टम्मसँग कपडाको पट्टी बाँध्नु। शिरोवेदना भएमा दुवै हातको कुहिनामा टम्मसँग कपडाको पट्टी बाँध्नु। आधा शिर पीडा भएमा जतापट्टि पीडा भएको छ त्यतैपट्टिको कुहिनामा खुब कसेर कपडाको पट्टी बाँध्नु। पीडा निस्सन्देह शान्त हुन्छ। शिर पीडा नाकबाट पानी तान्नाले शान्त हुन्छ। शीतकालमा अथवा शरीरमा ठन्डी लागेको बेला मनतातो पानी तान्ने गर्नुपर्छ। पालोसँग आउने ज्वरोमा ज्वरो आउने दिन प्रातःकालमा नै सफेद अपामार्ग अगस्त्य अथवा मैल सिरीको पात हातमा मलेर मसिनो कपडामा बाँधेर सुग्ने गर्नुपर्छ। अथवा कागतीको पात मलेर सुग्नाले पनि ज्वरो ठिक हुन्छ। अजीर्ण रोग लागेमा दाहिने नाकबाट श्वास चलेमा भोजन आदिको पछि केही समय बायाँ कोल्टे सुत्नाले पनि नष्ट हुन्छ। प्रतिदिन प्रातःकालको भोजन गर्नुभन्दा आधा घण्टा अघि पानी पिउनु अथवा सिधे नुनका साथ एक टुक्रा अदुवा खानाले पनि अजीर्ण रोग नष्ट हुन्छ। नाभिको दायाँबाट बायाँ र ठुलो आन्द्रालाई मालिस गर्नाले बिहान उठ्नुभन्दा आधा घण्टा अघि पेट थिचेर सुत्नाले पनि अजीर्ण रोग नष्ट हुन्छ। कोष्ठबद्धता अथवा कब्जियत। पटक पटक पेटलाई खुम्च्याउनु र फुलाउनु। पहिले नै भनिए जस्तै उड्डयन र नौली क्रिया गर्नु। बिहान शय्याबाट उठ्ने बित्तिकै सिधै र दुवै कोल्टेबाट घुमेर हातपाउ खुम्च्याउनु र फुलाउनु। शौचभन्दा अघि एक नाकले अथवा मुखले पानी पिउनु। दन्तरोग। दिसा पिसाब गर्ने बेलामा तलमाथि दुवै दाँतलाई मिलाएर दबाइराख्नु। जबसम्म दिसा पिसाब भइसक्दैन नित्य यसो गर्नाले कमजोर दाँत बलिया हुन्छन् र आजीवन अभ्यास गर्नाले दाँतको जरो मजबुत हुन्छ, धेरै समयसम्म काम दिने हुन्छ। वातरोग। सधैँ खाना खाइसकेपछि काइयोले शिर सफा गर्नु। काइयो कपालमा यसरी कोर्नु जसरी यो काइयोको दाँत शिरमा लागोस्। हात्तीको दाँतको काइयो अथवा कुनै दह्रो काइयो प्रयोगमा ल्याउनुपर्छ। यसपछि विरासनमा 15 मिनेटसम्म बस्नुपर्छ। नित्य दुवै समयको भोजनपछि यसरी बस्नाले पुरानो बातरोग पनि निको हुन्छ। आँखाको तेज बढाउनु। नित्य बिहान उठे मुखमा जति पानी अट्छ त्यति पानी मुखमा भरी अर्को पानीले आँखामा 20-30 पटक छ्याप्नु। नित्य दुवै समयको भोजनपछि मुख कुल्ला गरी कममा पनि 7 पटक आँखामा पानीको छिटा दिनु। नित्य स्नानको समयमा तेल लगाउँदा पहिले दुवै गोडाको बुढी औँलाको नङ तेलमा डुबाएर पछि तेल मालिस गर्नुपर्छ। यो नियमको नित्य पालन गर्नुपर्छ, उपेक्षा गर्नु हुँदैन।